नमस्कार। अनि यहाँ विद्यालयमा यो च्याउ खेती भइराखेको रहेछ। अनि यो चाहिँ कहिलेबाट सुरुवात भयो, कसरी गर्नुभयो? यो हामीले उसको 18 गतेबाट सुरु गऱ्यौँ। हजुर। यही 82 साल। अनि हामीले विद्यार्थीहरूलाई लगायौँ। कक्षा 7 र 9का विद्यार्थीले करिब 1 ट्र्याक्टर जति पराल किनियो। विद्यार्थीलाई 3 दिनसम्म लाग्यो त्यो टुक्र्याउनु पर्दो रहेछ पराललाई, दाइँ नलागेको पराल। त्यसलाई टुक्र्याएर अनि त्यसपछि त्यो साना टुक्रा बनाएर 4-5 इन्चको, अनि त्यो 3 दिनसम्म काटेपछि त्यसलाई हामीले फेरि त्यसलाई पकायौँ ठुल्ठुला भाँडाहरू खोजेर। खास त त्यो अझ भ्यापोराइज गर्ने भन्दो रहेछ, बाष्पीकरण गर्ने, ती मेटेरियल हामीसित भएनन्। अनि हामीसित भएका ठुल्ठुला भाँडाहरूलाई त्यसलाई चाहिँ त्यो तातो पानीमा उमालेर केही समय, त्यसपछि हामीले त्यसलाई सुकायौँ होइन, कार्पेटमा एकछिन पानी तैरिनेसम्म, धेरै लामो हो। त्यसपछि हामीले चाहिँ त्यसलाई प्लास्टिकमा, यो सबै प्लास्टिकमा चाहिँ ब्यागहरूमा, त्यहाँ भएका यिनी प्लास्टिकमा, यो प्लास्टिक ब्याग हुन्। यो चाहिँ 2.5-3 किलोको हुँदो रहेछ। यसमा खाने र बिउ चाहिँ राख्ने गरियो। विद्यार्थीले त्यो काम गरे स्वयं। अनि त्यसलाई चाहिँ बाँधेपछि पुवाल खोलेर यसलाई चाहिँ यसको ढुसी आउने बेलासम्म 20-21 दिनसम्म हाम्रो यो रुम आएको चाहिँ अलि उज्यालो छ, त्यसलाई टोटल्ली अँध्यारो बनाइयो। अझ यसमा पनि सारेको थिएन त्यति बेला, त अर्को रुममा राख्ने त अलिक डार्क रुममै लगाएर अँध्यारो ठाउँमा राखियो 20-21 दिन जति। अनि 21-22 दिनपछि यो हामीले चाहिँ प्लास्टिक खोलेर यसलाई काटियो, प्लास्टिक बाहिर आयो। अनि त्यो तल झारिदिउँ र अनि यहाँ ल्याएर पानी लगायो केही समयसम्म। पानी लाउनु थालेको 8-10 दिनपछि यो चुसायो। अनि चुसाएपछि असाध्यै राम्रो भयो। पहिलो त कति राम्रो देखियो पहिलोपटक चुसाउँदा त। यत्रा ठुल्ठुला ठोसासितको ठुल्ठुला यो चाहिँ छाताहरू कि यो हुन्छ नि, यो पनि ठुल्ठुला भएको थियो। धेरै राम्रो भयो। नगरपालिकाबाट पनि यसको चाहिँ अलिकति आर्थिक सहयोग नगरपालिकाबाट भएछ। यो हाम्रो नगरपालिकाबाट केही आर्थिक सहयोग गर्नुभएको थियो। पराल किन्न लगायौँ त मस्तै लाग्दो रहेछ। अनि त्यो आर्थिक सहयोगपछि हामीले चाहिँ यो काम गरेका थियौँ। अनि पहिलो लट हामीले बिक्री गऱ्यौँ। अनि दोस्रो लट पनि हामीले बेच्यौँ। अहिलेसम्म हामी 1.5 किलो चान्चो बेचिसक्यौँ होला। 1.5देखि 2 बेचियो। अब त्यहाँ हिसाब छ हामीसित अहिले भर्खरै। भनेपछि सर यो शीतल ठाउँमा, चिसो ठाउँमा बढी हुने चिसो पनि अब चैत लागेपछि बढी गरी भयो भने हुँदैन अरे सरहरूको भनाइअनुसार। अलिक चिसो ठाउँमा, ओसेपिलो ठाउँमा हुँदो रहेछ। अनि हामीले यो पानी लगाउँछौँ, बिहान साँझ पानी लगाउँदा यसमा बडो ख्याल गर्नुपर्दो रहेछ। एक दिन विद्यार्थीहरूले अलिक बढी पानी हालेछन् त्यस्तोमा। अनि यो पानी बढी हालेपछि यो पातभरि यो जताततै पानी आएछ कि। पानी भएपछि त पछि यो त कुही जस्तो भयो, धान्न सकेन त लत्रक्क तल पातमा पानी पर्नु भयो। पानी पर्न भएन। अनि पछि अहिले चाहिँ हामीले चाहिँ त्यो एउटा चाहिँ पम्प ल्याएको छौँ। त्यसले चाहिँ सुर पानी राखेर लगाउने गर्छ। अनि सर एकचोटि पानी राखिदिएपछि कति दिनलाई पुग्ने हुन्छ? होइन, दिनको 2 पटक जति राखिदिनुपर्छ हो। यसलाई चिसो ओसेपिलो बनाइराख्नु पर्छ। सर, अनि यो बिउ राख्ने भन्नुभयो नि, त्यो बिउ चाहिँ पुरा यो डल्लो बनाइसकेपछि बिउ राख्ने हो कि कति बेला राख्ने? यो गजब छ। यसको चाहिँ मलाई पनि थाहा छैन। तुरन्त अगाडि यो चाहिँ के रहेछ भन्दा पराल चाहिँ त्यो प्लास्टिकमा खान्ने। अनि 4-5 इन्ची हाइट आएपछि अनि त्यसको कर्नरमा सर बिउ छर्ने। त्यो गहुँमा के ढुसी लाग्ने बनाएको हुँदो रहेछ कि बिउ। अनि त्यो सर छर्ने, त्यहाँबाट फेरि पराल त्यसमाथि खाँदिने। फेरि 4-5 इन्ची माथि उठेपछि अर्को लेयरमा छरिदिने। त्यहाँ बिचमा होइन, छेउछेउमा छरिदिन पर्यो। यो छेउछेउमा छरेका बिउ भने नि यो बिचमा चाहिँ छैन। अनि त्यसपछि यस्तै गरेर 5-6 लेयरसम्म बिउ चाहिँ यसरी छरियो। अनि त्यसपछि माथि लास्टमा पराल चाहिँ राख्नुभन्दा फेरि लास्टमा पनि बिउ छरिदिएर अलिकति पातलो पराल खादिएपछि यता माथि पनि आउँदो रहेछ। यो लास्टमा छरेको हो कि यो, होइन हो। यसो गरेपछि यो चाहिँ गजबले हुँदो रहेछ। अरू केही छ यसमा भनेर विद्यार्थीहरूले साह्रै मेहनत गरे, उत्साहित भएछन् सबभन्दा। अब हाम्रा विद्यार्थी साना विद्यार्थीले पनि यो हामीले गर्छौँ अब जान्ने भनेको छ, खुसी छ। भनेपछि पढ्दै कमाउँदै गर्नलाई यो सजिलो उपाय रहेछ। विद्यार्थीलाई त यो
चान्चुन 2500 एकजनाको बिलोमा आउला जस्तो लागेको छ मलाई। पालिकाले यसमा अझै अरू क्षेत्रमा एउटा नमुनाको हिसाबमा गरे रहेछ, अरू क्षेत्रहरूमा पनि गर्न सक्छ मजाले अलि लगानीहरू दिएर। हो यो त धेरै राम्रो व्यवसाय रहेछ। हेर्नुहोस्, च्याउ खेती बिक्री गर्न चाहिँ अलिक गाह्रो छ, हजुर बजार हुने हो भने यो साह्रै सजिलो पेसा रहेछ। हामीलाई चाहिँ त्यस्तो लाग्यो। अब यो कुनै घरमा कुनै मान्छेले चाहिँ आफ्नो घरमा गर्न चाहे होइन, अनि त्यो गर्दाखेरि चाहिँ हजुर के सजेस्ट गर्नुहुन्छ उहाँहरूलाई? होइन एकदम। अब मलाई त के लाग्यो भने यो पराल मङ्सिरतिर पराल स्याहार्ने बेला कोदालो लिएर बारीमातिर जान, खेततिर जानुभन्दा हजुर पराल लिएर बस्ने, हजुर मजाले चाहिँ बिउ मगाउने, बिउ चाहिँ मगाउनु पर्यो होइन। बिउ हुने हो भने यो 5-6वटा चाहिँ यस्ता चाहिँ मिनी डल्ला बनाउने हो भने 4-5 महिना तरकारी खानलाई कहीँ जान पर्दैन। बिउ कहाँदेखि पाइँदो रहेछ बिउ सर? त पाइन्छ यो उसमा भेटनेरीहरूमा कृषि सामग्री पसलहरूमा हजुर उहाँहरूसित सम्पर्क गरेपछि हाम्रा चाहिँ बुटोलबाट मगाइदिनु भएको उहाँले। यो बिउ चाहिँ फेरि 10-15 दिनभन्दा बढी राख्न पाइँदो रहेछ, त्यसको डेट जाँदो रहेछ, त्यो ढुसी आउँदो रहेछ कि भित्रै। त्यही भएर चाहिँ तुरुन्तै राख्नुपर्छ। 1 हप्ता भन्नुहुँदो रहेछ उहाँहरूले, 1 हप्ताभित्र बिउ राख्नुपर्छ भन्ने छ। त्यही भएर बिउ चाहिँ मगाएर यो बडो आरामदायक, घर खर्चीलाई त यो त एकदम सजिलो, तर व्यावसायिक रूपमा गर्न पनि यो सजिलो रहेछ। अनि यो विद्यालयमा गर्नुभएको छ जस्तो यो चाहिँ सिमेन्टको प्लास्टर गरेको घर छ, अनि जस्तो हामीले पानीहरू चाड्दै गर्दा उमार्दै गर्दा कोठाहरूमा केही समस्या हुने हो कि के हुन्छ यसमा? के गर्ला यसले? हुँदैन, कोठामा केही हुँदैन समस्या। हजुर यो त सिमेन्टको घर, पानी लाउन झन् सजिलो भयो। हजुर हाम्रोमा त अरू तरिका अप्नाउन सकिएन। यो डेस्कहरू पुरानो भएका यिनी डेस्क माथि राखियो। हजुर यो त अझ त्यो बनाएर के टनल बनाएर कालो प्लास्टिकभित्र, हजुर अनि तिनी बाँसहरूका भाटाहरू राखेर हजुर त्यसमा झुन्डाउने, डल्लालाई झुन्डाएर गराउने भने अझ राम्रो। एउटै रसिद झुन्डिनु भयो, ग्रामीण क्षेत्रमा धेरै पनि हुँदो रहेछ। अनि यो हामीले अलि नजिक राखेछौँ। हजुर पानी लाउन चाहिँ अलिक समस्या, टिप्न पनि अलिक समस्या भयो, अलि नजिक राखेछौँ। यो चाहिँ अझै नजिक भएछ। अब यो हामीले टिप्दाखेरि के ध्यान दिनुपर्छ? यतिकै यसलाई तान्ने हो कि तान्ने सकेसम्म काट्न भन्नु त रहेछ। हजुर काट्ने रहेछ। काट्न चाहिँ अलिक झिझ्यो भने हामीले चाहिँ यतिकै तानिरहेछौँ। तान्दा पनि राम्रै आउँदो रहेछ। तान्दाखेरि पनि घुमाएर तान्नुहुन्छ? घुमाएर मिलाएर तान्नु पर्यो। परालसित आउँछ, फेरि पराल आयो भने त फेरि त्यो अर्को पलाउन नि। हजुर काटेको चाहिँ राम्रो हुँदो रहेछ। त्यहाँनिर काटेको त्यो सेतो रहेको, त्यही भएर पलाएको थियो। काटेको ठिक हुँदो रहेछ। ए हजुर हजुर काटेको त्यही भएर पलाउँदो रहेछ। हस्। यिनी पलाउनु थाल्ने हेर्नुहोस्। यो अब फेरि यसमा पानी लागेपछि यो 3 दिनमा खानुहुन्छ। हेर्नुहोस्, यो सुरु भयो, यो अँकुरा आयो। यो एकचोटि यसको कतिचोटिसम्म यसले दिन्छ? यो 4 चोटि हामीले चाहिँ 4 चोटिसम्म आनन्दले स्याहार्ने रहेछ। यो चौथो हो साल। यसमा हामीले 3 पटक टिपिसक्यौँ होला यसबाट। यो चौथो पटक पनि राम्रै टुसाएको छ। एकचोटि टिपेको कति समयपछि फेरि फल्छ यो? 1 हप्तामा 4-5 दिनमा टुसाउँदो रहेछ। फेरि पानी लगाइदिनु पर्छ राम्ररी। हजुर अनि त्यसपछि हप्ता 10 दिनपछि त फेरि खाने भइसक्यो। यो त गजब रहेछ, राम्रो खेती रहेछ। हस्, धन्यवाद सर। ल ल। हाम्रो भाइहरूलाई यसो केही भन्नु चाहनुहुन्छ भाइहरूले? हाम्रो विद्यार्थी त हेर्नु न कति मेहनत गरेका छन्। हजुर। कक्षा 9 हामीले चाहिँ 8 र 10लाई लगाएनौँ। अलि होइन बोर्ड स्तरीय परीक्षाहरू हुने, हजुर त्यही भएर कक्षा 9 र 7का विद्यार्थीलाई लगाएको थियौँ। हजुर विद्यार्थी पनि खुसी छन्। लगाएपछि आज बिदाको दिन हजुर उनीहरू अघि नै आएका हुन्। आज पानी लाउँछन्, यो सबै निकालेर बेच्छन्, अनि आज बिक्री हुन्छ। आज तपाईँ निर्वाचनमा खटिएका तपाईँहरू खुवाउने हो आज यो। त्यही भएर आयो बजार। हजुर आजको मार्केटिङ तपाईँहरूबाट। अनि सर हजुरको नाम चाहिँ के हो? म ज्ञानहरी सापकोटा, ज्ञानहरी सापकोटा। यो विद्यालयको प्रधानाध्यापक हुँ। हजुर मेरो घर पनि यही मुस्कोट नगरपालिका वार्ड नम्बर 8, यही स्थानीय हो, यहीँको बासिन्दा। अनि हजुरले प्रधानाध्यापक भएर गर्नुभयो कि कुनै शिक्षकले नै गर्न चाहनुभयो भने हजुरले प्रोत्साहन होइन, गर्नुहुन्छ? सरहरूलाई लगाएको मैले। सरहरू बाहिरको हुनुहुन्थ्यो, उहाँहरू बिदामा घर जानुपर्ने। अहिले यो महिना चाहिँ अलिक बढी बिदा पनि भयो। सरहरूलाई यही भन्नुहोस् कृषि छ भन्न भएन होइन। त्यही भएर मैले नै गाइड गरेको छु। यो बिदाको बेला गरेको नभए सरहरूले नि गर्नुहुन्छ, त्यस्तो समस्या हस् सर, यो हजुरको समय र हामीलाई दिएको शिक्षाप्रति एकदमै आभारी छु। ल एकदम हस्। धन्यवाद।
ल हामीले हेर्न सक्छौँ यो चाहिँ शारदा विद्या मन्दिर मावि मुसिकोट नगरपालिका 8 वामे मैदानमा भएको विद्यालयमा हामीलाई प्रधानाध्यापक सरले जानकारी दिनु भइसकेको छ सबै कुराहरू। यही अनुसार हामीले आफूले गर्न सक्ने पनि गरेर देशमा केही छैन भन्ने वातावरणको अन्त्य गरी रोजगारी सिर्जना गरेर आफ्नो आय आर्जन चाहिँ गर्न सक्छौँ। धन्यवाद सबैलाई।